पानी चाहिँ टङ्की यहाँ खसेको अवस्था छ देख्न सक्नुहुन्छ वाह यो टङ्कीभित्रको दृश्य दर्शक श्रोताले वाह 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 दृश्य हो हेर्न सक्नुहुन्छ पानी सञ्चालन भएको अवस्था छ दर्शक श्रोताले हेर्न नबिर्सिनु होला वाह शुभ बिहानीको नमस्कार म बहादुर पुनसित गङ्गा बाह्र हामी चाहिँ धारा जोड्न जान लागेको मिटर सिस्टम पानीका धारा जोड्न आज धारा जोड्न जान लागेको हामी तल मिटर बोकेर तलबाट सुरु गर्ने हो हामी चाहिँ दिउरालीको कहाँ जान्छ जस्तो त बाख्रा हेर्न आएको होइन यो त लुइँ त्यहाँ अहिले बाख्रा कस कहाँ खेती खान्छन् हेरकेटा लुइँ त्यहाँ आएको अवस्था छ यो चाहिँ हाम्रो गाउँको दृश्य दर्शक श्रोता पनि भिडियो चाहिँ हेर्दै राख्नु होला है आज चाहिँ मैले फेरि धेरै समयपछि फेरि नयाँ भिडियो लिएर उपस्थित भएको छु के कस्तो लाग्छ सल्लाह सुझाव दिन चाहिँ नबिर्सिनु होला हामीले चाहिँ हिजो दर्शक बिन मिटर फिट गरेर जोडेर भ्याइयो र आज अझै 13वटा मिटर छन् यस्तो अवस्था गराएर यसरी निकालेको अवस्था छ अनि यसलाई बनाउने छ यो आफ्नै जिम्मेवारीको काम हो अनि आज 13वटा मिटर सकिएपछि पानी जताकतै सञ्चालन गर्ने कुरो छ यहाँ पानी आएको छैन हेरमै त पानी चाहिँ पानी आइरहेको अवस्था छ दर्शक श्रोता पनि भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला अलि लामो हुनसक्छ दर्शक श्रोता पनि यस्तै छ आज चाहिँ हामीले लामो समयपछि फेरि घर घरमा पानी खाने सेवा सुविधा एक घर एक धाराको सेवा सुविधा सम्पूर्ण हुन लागिसकेको अवस्था छ दर्शक श्रोता पनि लगभग भोलि या पर्सिबाट काम पुरा चाहिँ गाउँले पानी चाहिँ पुराले खानेछ 101 घरहरूले पानी चाहिँ खानेछ दर्शक श्रोता पनि हिजो पनि दिनभरि कामको व्यस्तताले गर्दा मैले भिडियो बनाउनु पाइनँ र आज पनि अझै 13वटा मिटर जोडान गर्न छ मिस्त्री उठिसक्नु भयो होला म चाहिँ अब त्यहाँ जान लागेको छु हेर्दै राख्नुलाई भिडियो दर्शक श्रोता पनि है हेर्दै राख्नुलाई यस्तै छ पानी पनि आउनुलाई मौसम यस्तो अलि बादल गरे जस्तो हुन्छ अब मकै छर्ने बेला पनि हुन लागिसकेको छ दर्शक श्रोता पनि यस्तै छ हेर्दै राख्नुलाई भिडियो र साथ सल्लाह सुझाव दिन चाहिँ नबिर्सिनु होला फेरि लामो समयपछि फेरि भिडियो लिएर उपस्थित भएको छु अरूमा देखाउने छु कहाँ गयो पानी कहाँ गएन त्यो भिडियो पनि देखाउने छु हेर्दै राख्नुलाई भिडियो है हामीले चाहिँ आज राइला बाको घर धारो जोड्न आएको अवस्था छ आज भ्याइन्छ कि भन्ने आशा छ दर्शक श्रोता पनि यस्तै छ अवस्था यो अस्थायी धारो अस्थायी धारो बनाएर यो पछि घर बनाएपछि उता सार्ने भनेर अहिले पानी खाइहालौँ भनेर लागेको हो कि नि बा हो नि त हो नि मिस्त्री साहबले टुटीको छ टुटी चाहिँ ल्याएर हाल्ने अवस्था हो यहाँ धारो धारा जोडान्छ आज अन्तिम दिन हो भ्याइन्छ कि भन्ने आशा छ 14-15वटा मिटर छन् जोड्न हेरौँ आज 3 दिन भयो लगातार बिहानभरि म धारा जोड्यो र अहिले चाहिँ हामी हात्तीढुङ्गाको ट्याङ्कीको गेरबल जोड्न झऱ्यौँ दर्शक श्रोता पनि यस्तै छ अवस्था के गर्ने लगभग 1 वर्षको अन्तरमा अब भोलि पर्सि निहाड सञ्चालन हुँदैछ लगातार पानी दर्शक श्रोता पनि यस्तै छ मैले सुरुदेखि अन्तिमसम्म देखाउने प्रयास गर्छु भनेको थिएँ अनि देखाउने प्रयास गरिरहेको छु अनि छेडाको टङ्कीमा पनि पानी खसेको छ हिजो र आज भरे साँझसम्म ल भोलि बिहानसम्म यो टङ्की पनि
पानी खस्ने छ दर्शक श्रोताबिन र यसको उद्घाटन गर्ने चाहिँ समय बाँकी छ। भिडियो चाहिँ हेर्दै राख्नु होला। कहाँ कहाँको धारा पानी गयो, कहाँ कहाँको धारा गएन, पानीको धारा नभएकोमा पनि देखाउने छु। र हामीले बढाउने प्रयास त एकदम जारी छ, लगातार लगाएको गरिराखेका छौँ। पानीमा एकदम धरानधुस लाएर काम गरिराखेका छौँ। दर्शक श्रोता पनि यस्तै छ गाउँतिरको अवस्था। खानासाना खाएर यहाँको मिटर, यहाँको गेयरबल जोडेर जाने कुरो छ। हेर्दै राख्नुलाई पनि आज म चाहिँ छेडा आएको छु मिटर लिएर, मिटर जोड्ने भनेर। यता हिजो उदिउरालतिरको काम सक्यो र हात्तीढुङ्गाको टङ्कीमा पनि पानी खसालेर त्यहाँको गेयरबल जोडेर फेरि हामी यहाँ छेडाको टङ्कीमा आएको अवस्था छ। दर्शक श्रोता यस्तै छ है अवस्था। हामी चाहिँ आएको टङ्की यहाँ टक्क लाग्छ टङ्की, यहाँ छेडाको टङ्की छ। टङ्की यहाँ निस्किँदै जाँदैछौँ है। अब यहाँबाट जोडेर लाने हो टङ्की। यहाँबाट मिलाएर यसरी लाने हो। गाह्रो छ हौ हजुर। हामीले चाहिँ छेडाको गेयरबल जोड्न, मिटर र गेयरबल जोड्न आएको। अब चाहिँ पानी एकछिनपछि पानी छोडिदिएर हेर्नेछौँ अनि पुरा पानी आउँछ आउन। दर्शक श्रोता छेडाको दृश्य देख्न सक्नुहुन्छ। यहाँको दृश्य यो जति देखाइरहेको छु यति आमले पानी खाने हो। दर्शक श्रोतामा 105-6 घर दूरी हुन्छ मलाई। अब आजबाट सुरु हुन्छ, भोलिबाट ननिष्ठ पानी खाइन्छ। हेर्दै देखाउने जाँदैछु दर्शक श्रोता पनि। यहाँ चाहिँ हामीले छेडाको टङ्कीमा, पुरानो टङ्कीमा चाहिँ पानी हालेको अवस्था छ अहिलेको लागि। त्यसैबाट खाने भन्ने कुरो छ दर्शक श्रोता पनि। चैते मासको उसमा पानी चाहिँ पुरा के भन्छन्, पानी आओ, पानी चाहिँ अब निस्किएको अवस्था छ कि आयो। अब खोलिदिन्छ, अब खोल्छ कि पानी। हेर कत्रो पानी आउने छ। यो टङ्की, यो पुरानो टङ्की दर्शक श्रोता। यहाँको टङ्की हो। यसमा चाहिँ नेवारे खानेपानीको पानी थपिन्छ दर्शक श्रोता पनि। यो चाहिँ यहाँको गाउँ बस्ती दर्शक श्रोता पनि हेर्न सक्नुहुन्छ। पानी चाहिँ हल्का लेख मुनिबाट आउने हो दर्शक श्रोता पनि। अलिअलि सेतो सेतो देखिन्छ दर्शक श्रोता पनि। यहाँबाट आउने यो पानी चाहिँ हाइवे रोडतिरको दृश्य। यो सिधा हारेबारे जाने हाइवे रोडतिरको दृश्य। तल्लोबाट चाहिँ खलेखर्क जाने बाटो। हामी चाहिँ पानीको प्रतीक्षामा छौँ। उहाँबाट पानी छोड्दैछ। अब पानीको प्रतीक्षा छौँ। यो लास्टा घरको मिटर थप जोडान गर्ने घर। अब यहाँ देखुन यताको बाँकी सब जोडिएको थियो पहिला नै। म चाहिँ दर्शक श्रोता पनि चाक्लामाथिको डाँडामा आएको अवस्था छ। चाक्लातिरको दृश्य देखाऊँ भनेर यतातिरको ठाउँलाई पनि गयो दर्शक श्रोता पनि। पानी जाने यस्तै छ गाउँघर, त्यतिरको गाउँघर दर्शक श्रोता पनि यस्तै छ। सक्नुहुन्छ गाउँघरतिरको वातावरण। म चाहिँ यत्न आज किन आयो होला भन्नु होला। पानी त्यहाँ पानी टङ्की खस्यो खसेन, त्यहाँ त गेयरबल जोड्न थियो। त्यहाँ मिस्त्री लिएर आएको थियौँ, त्यहाँ मिस्त्रीले जोडियो। अब पानीको प्रतीक्षामा छन् दर्शक श्रोता पनि। हेर्दै राख्नु होला भिडियो। अन्तिम सदन सल्लाह सुझाव सल्लाह पनि दिन नबिर्सिनु होला है दर्शक श्रोता पनि। पानी आउँछ अब केही छिनमै। पानी खसेको दृश्य पनि देखाउने छु। भोलिदेखि पानी एकदम तीव्र रूपमा सञ्चालन हुनेछ दर्शक श्रोता पनि भन्दै अब पानीतिर हेर्न जाँदैछु है दर्शक श्रोता पनि। सल्लाह सुझाव चाहिँ दिन नबिर्सिनु होला है। साथीहरू टङ्कीमाथि पानीको प्रतीक्षा ल्याएर गरेर पानीको वेट गरेर बसेको अवस्था छ। पानी हेर्नलाई पानी आसी देखाउने छु। टङ्कीमा पानी चाहिँ झरेको अवस्था छ।
अब आजदेखिबाट पानी नन स्टप झार्ने कुरो छ है दर्शक श्रोताबिन। ल ल अनि चाहिँ खस्यो, हामीले खसालियो पानी, खसाल्न सफल भइयो अनि भन्ने कुरो छ है। हाम्रो अध्यक्ष साहब पनि आउनु आउँछ पानी हेर्न, हिजो पनि आउनुभएको थियो। हामी चाहिँ नन स्टप लगातार लागि परेर पानी चाहिँ यहाँ खसाल्न सफल भएका छौँ दर्शक श्रोता पनि। अब भन्दै यता टुटफुट कहाँ भएको छ त्यहाँ हेर्दै हेर्दै जाने कुरो छ। पानी चाहिँ यो पानीको धारो चाहिँ यत्रो छ है। ल ल हेर्नुहोस् यो चैता मासको खडेरीको पानी ल हेर्न सक्नुहुन्छ दर्शक श्रोता पनि। पानी चाहिँ 24 घन्टा नन स्टप आइरहेको छ यो पानी। दर्शक श्रोता पनि छेनातिरको पानीको टङ्कीमा अब पानी खसालेर बाटा लाइन हेरेर पानी चाहिँ एकदम ठिक भयो भनेर चाहिँ अब भोलिदेखि निरन्तर रूपमा पानी खोल्नलाई कर्मचारी पनि लगाइदिएको अवस्था छ र भोलिदेखिबाट 20 गतेदेखिबाट पानी चाहिँ नन स्टपले अब पानी 105 घरधुरीको घरमा चाहिँ पानी अब झर्न सफल हुनेछ भोलिबाट। हेर्दै अब भन्दै आजको भिडियोबाट छोटो मिठो भिडियोबाट म बिदा हुन चाहन्छु दर्शक श्रोता पनि। पानी चाहिँ अब लगभग 1 वर्षको अन्तरालमा लिफ्टिङ पानी खाने भयो। पहिला पनि लिफ्टिङ पानी खाइरहेको थियौँ तर त्यसको बिग्रेर फेरि अर्को योजना परेर त्यो योजनामा पनि सफल हुन लागेका छौँ दर्शक श्रोता पनि। पानी अब भोलिबाट निरन्तर रूपमा आउँछ। आज पनि धेर थोर पानी सबका घरमा आएको होला अवस्था होला दर्शक श्रोता पनि। नआएको भए भोलिबाट निरन्तर रूपमा आउनेछ भन्दै यो भिडियोबाट म अपमादर पुन बिदा हुन्छु। नमस्ते। अर्को भिडियोमा भेट्ने बाचा बिदा हुन्छु। नमस्ते है।